के रहेछ जिन्दगी? आखिर के रहेछ जिन्दगी? रातभर सुत्न नदिने उसका याद बिहानीमा आउने गर्छु सिध बनी। आखिर के रहेछ जिन्दगी? रातभर सुत्न नदिने उसका याद बिहानीमा आउने गर्छ सिध बनी। तिमी त्यो गुलाबको फूल थियौ जसलाई चाहेर नि सकेन म टिप्न नि। भनेको थिए नि यात्रा धेरै लामो छ, तिमी त सकेनौ आदिसम्म साथ दिन नि। साथीभाइले तेरो कति दिनको नाटक हो भन्दा भन्ने गर्थे मेरी वाली अरू भन्दा अलिक भिन्नै छिन्। साथीभाइले तेरो कति दिनको नाटक हो भन्दा भन्ने गर्थे मेरी वाली अरू भन्दा अलिक भिन्नै छिन्। हिँड्दै थियौं जीवनको गोरेटोमा सँगै, तर दोबाटो आउँदा तिमी त कहाँ हराइदियौ। सम्बन्धमा बाधा त धेरै आउँछन्, तर समस्याको हल ननिकालेर तिमीले त मलाई नै आफ्नो जीवनबाट टाढा बनाइदियौ। अर्काकै भाग्यमा लेखिए कि तिमी मैले मन्दिरमा शिर झुकाउँदैमा कहाँ पाउँथे र। अर्काकै भाग्यमा लेखिए कि तिमी मैले मन्दिरमा शिर झुकाउँदैमा कहाँ पाउँथे र। साँचो माया गर्थे नत्र भने तिम्रै लागि भने बारम्बार मस्जिद र मन्दिर किन धाउँथे त। कुरा मायाको थियो नत्र भने रात बिताउने त पैसा दिए हजारौं पाउँथे म। कुरा मायाको थियो नत्र भने रात बिताउने त पैसा दिए हजारौं पाउँथे म।